So alright guys, good morning. The new vlog with new aesthetic room. Good morning. So आज चाहिँ स्पेशल डे छ सुरक्षाको नर्थ एबीसी ट्रेक अनि मेरो चाहिँ साउथ हो मेरो चाहिँ गाउँतर्फ रहेको छ। सो दिनभरि के हुन्छ हेर्दै गर्नुस्। आज चाहिँ म छोड्न जाँदै छु मेरो बुढी मेरो साली सबैजनालाई। सो आजको भ्लग चाहिँ एकदम बवाल हुनेवाला छु भनेर म अपेक्षा गर्दछु। र अर्को भ्यू हेर्नु त यहाँ कस्तो दिस इज कल एथलेटिक भ्यू एस्थेटिक भ्यू। ल कडा तरिकाले हाम्रो बुट हाम्रो हेलमेट राख्ने ठाउँ सबै भएको छ अनि अलिअलि सफा गरिकन रेडी छौ नि हैन हिँड्न सकिएला जस्तो छ त अनि जिन्दगीमा हो र के हो र हो हजुर हिँड्न सकिन्छ साली नानीहरु ल हेर न बिहान 4 बजेर झोला बोके अहिले कति बजिसक्यो 8:45 भइसक्यो खै हिँड्ने पो कोही हिँड्दैन झोला बोकेर बस्या नि बस्या मैले गर्दा रे डिस्कस्टिङहरु। ल हामी निस्किन्छौं अब गाडीमा हेरौँ ल। सो अब यो पछि चाहिँ हाम्रो फेरि दामी ठाउँमा दामी तरिकाले राइड हुनेवाला छ। भ्लग त कन्टिन्यू आइरहनेछ। अब गाउँ जान्छु म चाहिँ। आज बेनीमा कन्सर्ट छ पूर्ण राई हैन आज बेनीमा के कन्सर्ट छ भनेपछि यत्रो ट्रेनिङ जाने बेला जबरजस्ती त्यो केउन ब्याएर सकेसम्म त हलुका बनाएर एउटा चिज लगेर जाने होला गरे फोटो खिच्न पर्छ अरे। अब गाइस टक्क लाएर सबजना रेडी भइसकेको अवस्था छ। मम्मी पनि रेडी उता जानको लागि र सामानहरु लगेर यस्तो गाडी भएपछि फाइदा चाहिँ एकदम दामी हुँदै छ। यो दक्षिण हो गाउँवाला न पछाडि नै राख्दियो। ल बाइ बाइ ल हामी सबैजनालाई बाइ बाइ शुभ यात्रा। गाडी स्टार्ट गरिसकेको छु मैले कोल स्टार्ट। गर्मी छ बाहिर चाहिँ एकदम गर्मी हुनेवाला छ। गाडी धुनी भनेको त्यस्तै भयो। अब सबै यो सामान लएर जान्छ नि गुन्डा यति धेरै। ल गाइस निस्किसक्यौं। मेरो गाडीमा यति धेरै केटीहरु छन् कि अप्सराहरु छन् कि दिदीले छोडिनु छ गाइस है आधा बाटोसम्म। मेरो गाडीमा यति धेरै अप्सराहरु छन् कि एउटाले पाड्यो भने सक्यो जिन्दगी सक्यो। गाडी 3 महिनासम्म नचलाए हुन्छ त्यो धुप बालेर छोड्दिन्छ। को यहाँको सबभन्दा गनाउने कोले पाट्नी चाहिँ सुस्मिताले हो। जसको जसले भगवान नसे त्यसकै बुढीले हो सबभन्दा। हुन्छ अंकल ल त्यो उकालो उक्लिने भनेर हाम्रो अंकललाई नि बाइ बाइ। गाडीको भाडा यो प्राइभेट गाडी हो गरे ए यस्तो मलाई अहिले के फिल भइरहेको भनम मलाई अहिले हैन टक्कलाई चाहिँ जोइन्ट फ्यामिली हुन्छ नि कारमा अटी नटी बसिन्छ त्यस्तै फिल भयो के यहाँनिर। ए अब यो धेरै मान्छे राखेन होला यो गाडी नै लास्ट लग्जरी भयो यार। हिजो अस्ति बताउँथ्यो हैन खाली हिँड्दाखेरि आज त सामान लोड भएर लचक्क भएर पुरै अहिले त्यो पुरै सुपरमन भन्दा बवाल भयो। अंडा पिन्डा என்ன பேரன்ன and the parent very bad हाम्रो अन्नाहरु यसरी बोल्नु हुँदैको म वहाँ के रे साउथ दोस्ले साउथ इन्डियन राइट थियो हैन अनि यसको बुढी यो भनेर देखाइदैन ह बाइकमा यस्तो टाइपको भेरी डेन्जरस ह हिज वाइफ इज भेरी डेन्जरस रे। त्यो क्यूट हुन्छ के उनीहरुको बोलिने लास्टै क्यूट हुन्छ। अनि दोस्ले तिनीहरुको छेउमा या भेरी डेन्जरस भन्छन् फेरि बिल्ला हान्नलाई। सुरक्षाले चलाएको भए के हुन्थ्यो होला सिधै एबीसी मा हो एउटा भ्याला पुरै हे ट्रेकिङ भनिसक्यो दुईटा बाइक हैन यो के हो घोडा चढेको गाडी हो यो। यस्तो बाटोमा खानै ठिक छ तपाईलाई फेरि अगाडि बाटोहरु चढ्नु हो यहाँ कप्पा खाँदा अहिले खाँदै हिँड्ने गर्नु कि के रे दिस इज नथिङ फर मी। ओहो माय गॉड बोले ल गाइस एबीसी जाने ठाउँमा आइसकेको अवस्था छ। सबजना यहाँ छन् अनि टक्क लाएर हिँड्न सक्नुहुन्छ। यहाँ खच्चर सुरक्षाहरु रेडी हो खच्चर सुरक्षाहरु रे ल अनि यहाँनिर टन्नै खच्चर रहेछ गाइस। यो खच्चर देख्दाखेरि आज बालकपनको याद आयो मलाई। सो अब म यहाँबाट डाइरेक्ट गाउँ जाने रिसाउँछु नि यहाँसम्म छोड्न लाउने यार बाटो भनेर भर्खर किन्दैउ न नि भर्खर किन्दै
सो अनि त्यही हो गाइज। अनि सो भिडियोलाई अगाडि बढाउनु भन्दा चाहिँ दामी एप्लिकेसनको बारेमा भन्न गएको छु जसमा चाहिँ तपाईँले फुटबल क्रिकेट भलिबल हकीहरूको म्याच सबभन्दा अगाडि हेर्न सक्नुहुन्छ र फ्रीमा लाइभ भिडियोहरू हेर्नु पनि गेमहरूको भिडियो हेर्नु पनि एकदमै रमाइलो हुन्छ। सो तपाईँले हेर्नु होला। सो गुगलमा गएर एमएल सर्च गरेर चाहिँ मेरो स्क्रिनमा दिएको नाम युज गर्नु तपाईँले टन्न गिफ्ट ह्याम्पर पाउन सक्नुहुन्छ। डु चेक इट आउट गाइज। सबै कमेन्ट पिनमा पिन गरिदिएको छु। थ्याङ्क यू। सो हेलो एभ्रिवान, गुड मर्निङ फ्रम बेनी बजार। सो म चाहिँ आज लाइफको फर्स्ट टाइम होला 5 बजे उठेर मर्निङ वाक हिँडेको। जिन्दगी यस्तै छ। अनि त्यो झौला बस्दा अनि म यस्तो डुल्दैछु टक्क लाएर। यो चाहिँ मङ्गलहाट बजार। यो बर र पिपल रुख मलाई बच्चादेखि याद छ कि यहीँको मुनिबाट स्कुल जानु पर्थ्यो बिहान होइन। जाडो महिना त अँध्यारोमै जानु पर्थ्यो नि त। 4-5 बजे जस्तो हिँड्नु पर्थ्यो। अनि अँध्यारो हुन्थ्यो, लाख डर लाग्थ्यो। यहाँनिर खुर्र दौडिन्थ्यो म। टक्क मेरो छेउमा चाहिँ म्याग्दी खोला बगेको छ। उता पुरै बादल लाग्यो, धुलो उडेको कुनै के हो त्यो मलाई थाहा भएन। अनि मङ्गलघाट पहिला यो बाटो यति लामो लाग्थ्यो, अहिले 2 टाङमा पुगेला जस्तो मैले बारम्बार पनि भनिरहेको छु। सो त्यही हो गाइस। यहाँ हेर्नु चाहिँ तल म्याग्दी खोला। यहाँ माछा मार्न आउँथ्यौँ, पौडी खेल्न आउँथ्यौँ हामी। अझ हाम्रो जक्सन भनेको त अलि माथि छ। म तपाईँलाई माथि गएर देखाउँछु त्यहाँ कहाँनिर पौडी खेल्थ्यौँ भनेर। अनि यहाँ पहिला आर्मीको पुरै यहाँ के थियो क्या, गोलीहरू भेटिन्थ्यो। अनि है मङ्गलघाट लेख्यो। सो त्यही हो गाइस। बिहानमा धेरै पछि बिहान उठ्नुको मजै छुट्टै हुँदो रहेछ क्या। जाडो किन हुन्न भनेको त जाडो त बिहान पो हुँदो रहेछ त, दिउँसो त गर्मी भइहाल्छ नि भन्ने टाइपको भाइब्स आएको छ। टक्क लाएर डुलिरहेको छु म। यहाँ ट्विन पनि थियो पहिला, अब ट्विन भएको आएछ नि। पहिला यहाँ ट्याक्क पारिबाट यहाँ सर्र गरेर खोलाको के नाप्थेँ, रकेट जस्तो एउटा गरुङ्गो चिज थियो, त्यसलाई पानीमा गाड्थेँ कि। नापी कार्यालय अरे, खानेपानीको कार्यालय उता नापी कार्यालय। ऊ त्यो पुल छ नि, यो पुलको मुनि पौडी खेल्थ्यौँ हामी सानो हुने बेला। मैले पौडी खेल्नै फर्स्ट टाइम खोला टर्नै सिकेको त्यही हो। मनिषले उचालिदिएँ मलाई, अनि फाट फालिदिएला जा भने नन टाइम भनेको फर्स्ट टाइम खोला तरेको त्यो एक्सपिरियन्स त म कहिले भुल्न सक्दिनँ। ओ अब सबलाई सोध्यो म खोला टरेको आइज आज भन्दा खोला टरिस टाइपको हुन्थ्यो। अनि यहाँ चाहिँ सरकारी भवन जस्तो, जुन चाहिँ सरकारी कार्यालयमा काम गर्ने मान्छेहरूको क्वार्टर हो। यो बस्न मिल्थ्यो, उहाँहरू चाहिँ बस्नुहुन्थ्यो यस्तोमा। अहिले यता नि बन्द रहेछ। पहिलाबाट लास्ट सानो थियो, यो वाल यहाँसम्म थियो क्या। सानो बाटो हिँड्नु पऱ्यो, लास्ट ठुलो लाग्थ्यो। अहिले फेरि यही सानो लाग्छ फेरि। ल गाइज, स्कुल नगई यो पुल मुनि आएर बसिन्थ्यो। यो पुल पहिला यस्तो थिएन, अर्कै थियो होइन। राति हाम्रो जक्सनै यही थियो, कति टाइम पनि यहाँ हाम्रो केटाहरू बस्थ्यो। यहाँ यति धेरै रमाइलो गरिन्थ्यो, कुरै छोड्दैन। र यहाँबाट अहिले त राम्रो बनाएछ। मेन पौडी खेल्न सिकेको यहाँ बिचमा एउटा यस्तो आइल्यान्ड जस्तो थियो होइन। त्यहाँबाट म सर्र पारी जान्थेँ क्या। अनि पारी गएको फर्स्ट टाइम मैले चाहिँ के भन्छ खोला टरेको नि यो पौडी नसिकेको नि। यो टालमा यति धेरै मान्छे बित्नु भयो कि कुरै छोडिदिनु क्या। त्यहाँ आलीतिर यहाँ अझै छन् यो भुल्लो उडेको, यो घुमाउनेवाला, यसलाई घुमाउने भन्छ। यसले घुमाएर त्यहीँभित्र गाडिदिन्छ पौडी खेल्न नजान्नेलाई। अनि मान्छे उहाँ पारी गएर माछा पारेर बसेको त्यो कोप चाहिँ त्यो पुर भन्छ त्यस्तोलाई होइन। अनि पहिला अर्कै थियो, पहिरो गएर ठ्याच्चेछ। अनि यो पुलको यहाँ माथिको चाहिँ के छ भनेपछि पहिला यो डन्डी भएको पुल थियो क्या। पहिला चाहिँ यस्तो डन्डीवाला थियो लट हो, अहिले चाहिँ अलिक फरक भएको अवस्था छ। अहिले चाहिँ धेरै राम्रो बनाएको छ। अनि त्यो पक्को हुन्न भनेर काठ हाल्थ्यो क्या, गरुङ्गो। यो मुनिको टेक्निक छ नि, गरुङ्गो हुन्छ भनेर काठ हाल्थ्यो पहिला। अनि पछि त सबै भत्काएर लठै बनाएछन्। सही वा फर्स्ट टाइम त्यहाँनिर त तयारी झिक्दैछन्। म नि बिहान त्यसरी हिँड्थेँ। यहाँनिर यसरी तयारी झिक्दैछन्, त्यो राति थाप्ने रातभरि, भोलि बिहान आएर चाहिँ माछा झिक्नुहुन्छ। यही हो बेनीको भाइब्स, म हुर्केको ठाउँ यही हो। सो गाइस, एउटा मिठो कुरा गर्न म अहिले मङ्गलहाट आएको छु। म पहिला बसेको रुम चाहिँ यो छतको रुम थियो। आजभन्दा 15-20 वर्ष अगाडिको कुरो हो होइन। 15-20 त नभनौँ, 15-20 भनौँ, 20 वर्ष 15 वर्ष 18 वर्ष अगाडिको कुरो हो। यहाँनिर योनिर मेरो कोठा थियो होइन। अनि यहाँ पुरै टिनको छाना थियो नि त, धुलो छिरेर हैरान हुन्थ्यो। किन मैले बुझ्नको लागि चाहिँ मैले यो मेरो आजभन्दा 15 वर्ष अगाडिको टी सर्ट राखेर चाहिँ 15-16 वर्ष अगाडिको टी सर्ट रहेछ। अनि यसलाई मैले पोको पारेर लाँदैछु क्या। यो मेरो अलिकति मलाई पुरानो भएको टी सर्ट थियो, अहिले त यस्तो गरेर च्यातिर रहेछ मक्केर होइन। यसलाई चाहिँ मैले यहाँनिर घुसारेको थिएँ। यो माथिको बोराहरू छ नि, त्यो बोराहरू सब मैले घुसारेको थियो त्यो आजभन्दा 15 वर्ष अगाडि। अनि त्यो चाहिँ मैले मेरो टी सर्ट चाहिँ भेटाएँ होइन। अनि मैले झिक्दैछु। अनि मलाई अर्को कुरा के याद छ, त्यो बेला गिटार बजाउँथेँ मैले होइन। अनि गिटारको एउटा ज्याक थियो कि, त्यो ज्याक चाहिँ मैले यहाँनिर कोचारेको गरी यसको यो पालको भित्र उतापट्टि कोचारेँ। यसलाई ठेल्यो भने यसको भित्र गिटारको ज्याक निस्किन्छ जस्तो लाग्छ। यहाँ को बस्छ यो पाइपमा कि यो पाइप त होइन, यही पाइपमा, यो पाइपमा ठेलेर
अनि यहाँ गिटारको ज्याक छ है। अनि अर्को कुरो यो स्विच छ नि, यो स्विचको चाहिँ रातो बत्ती मैले झिकेर एन्टिना बनाएर माथि यत्तिकै अल्को बनाएर त्यहाँबाट लामो बाँस हालेर त्यो बनाएको थिएँ क्या। अनि यो टी सर्ट चाहिँ अब म घर लगाइदिन्छु। आजभन्दा 18 वर्ष अगाडि मैले लगाएको मेरो इनर्जी छ क्या यो टी सर्टमा, त्यही भएर म यसलाई फाल्दिनँ, यसलाई म लएर जान्छु है। अनि यसो चिनोको रूपमा राख्छु, नत्र यो त अहिले यसो गरेर च्यात्तिनु भयो क्या, यसो गरेर ट्याक्टर भएर च्यात्तिन्छ। यो चाहिँ भाइसमा आउँछ, यो बार मैले लगाएको मलाई याद छ होइन। अनि यस्तो यस्तो देख्दाखेरि 15-16 वर्ष अगाडि देख्दाखेरिको याद आउँदाखेरि त मजा आउँछ नि त्यो सम्झिँदाखेरि होइन। सो त्यही हो। एउटा ढोका फुटे रहेछ, त्यहाँनिरको ढोका फुटे रहेछ, त्यो ढोका फेरे रहेछ नि। यो जस्ताको तस्तै यसमा अझै किन खोज्यो भने कति धेरै मेरो सामान छ होला कि यहाँ कता कता कोचारेर राखेको। यो बोराहरू छ त्यहाँमाथिको सब मैले कोचारेको कि। यस्तो गर्दाखेरि रमाइलो आउँछ। म कसो थाहा, यो मेरो रुम थियो, यहाँबाट हात हालेर खोल्न मिल्थ्यो रुम होइन। अनि यहाँबाट भित्रबाट चुक्कर लाउँथेँ, अनि बिस्तारा सुते जस्तो बनाउँथेँ, अनि झ्याल खोलेर म राति घुम्न जान्थेँ केटाहरूसँग। त्यो रमाइलोको त्यो बालकपनको सम्झनाहरू छ क्या ममा। ल गाइज दाइकोमा आएको टक्क लाएर बेनीमा एउटा के भन्छ यसलाई नर्सरी खोलिदिएकोमा धन्यवाद। गाउँमा सामान लान सही, मैले पोखराबाट लान्छु भनेर सोचिरहेको थिएँ। म टक्क डुलेर आएँ अनि यसो छिरेको नर्सरी छ ल लैजाम भनेर। ल यहाँ फलफुल, यो पारिजात फुल कहाँ गयो, यो पारिजात, यो के फुल हो, यो टक्क राखेको छु, धुबी राखेको, अम्बा राखेको, अनि उता तल सानो रुद्राक्ष छ, सबै छ। अनि यहाँ चेरी पनि छ यो 2टा। सो अब यसलाई गाउँमा लगेर रोप्नुपर्छ बवाल तरिकाले। गाउँ भएको फाइदा चाहिँ यो हो, जग्गा पर्छ जस्तै ड्याम रोप्ने 2-3टा यसको लागि पनि राख्छ। ल गाइस टक्क लाएर यहाँ स्कुटरलाई अब गाउँ जाने बेला हामी गाउँले ग्रुप भयो यति मान्छेहरू। अनि हामीले चाहिँ स्कुटरलाई गाडीमा हालेर अब गाउँतर्फ राख्छौँ। गाउँतर्फ गएर बवाल भिडियो हेर्नुपर्छ। मैले यहाँ त सानो क्लिप बनाएँ, त्यो पुरै हेर्नु होला। अब यो हाल्छ भाइ। ल भइहाल्यो, रातो गाडीमा रातो स्कुटर। ल गाइस फाइनल्ली छोटो मिठो बनाउँदा जोडेर गाउँमा आइपुग्यो। गाडी चाहिँ हामीले त्यहाँ पार्किङ गरे हम। गाउँको भ्यू सार हेर्न सक्नुहुन्छ। अरू फुपूको बसे हम टक्क लाएर भान्जानी आहान। ओ भान्जा के छ, फ्री फायरको तिमी कसको फ्यान हो? फ्री फायरमा कसैको होइन रे? अनि पब्जीमा खेल्ने रमाउनु मात्रै। ल ठिक छ, टक्क लाएर अन्त यहाँ तल धान काट्न जानु भएर गाउँको पुरै धान पहेँलै भइसक्यो दामी तरिकाले। र अब एकचोटि गाउँ आएपछि त उडेर नहेर्ने कुरै हुँदैन। ल उडेर हेर, मैले लेजी चला उडेर सट इन 3, 2, 1 ल गाइस फाइनल्ली यहाँबाट स्कुटर पनि झारियो। डम्फहरू आछन् फेरि यहाँ। हेलमेट छ हाते कुना फोरलाई है। म ड्रोन लिएर आउँछु। गाउँमा यसरी धान बगिन्छ गाइस। अलराइट, गुड मर्निङ गाइस, द न्यू डे विथ द न्यू भ्लग। गुड मर्निङ एभ्रिवान हैन, सबैजनालाई स्वागत छ मेरो नयाँ एपिसोडमा। सुन्नु त आवाज चराको लागि। ल हेर्नु हिमाल, वाउ
ल यस्तै हिमाल देखिन्छ हिमालको जरामै दामी छैन त बादल लगाइसकेर जाल ढिलो उठेर जुम गर्दाखेरि अलि ल्याक हुन्छ सो त्यही हो मैले हिजो अस्ति 3-4वटा बिरुवा किनेको थिएँ आज दिनभरि के गरिन्छ भने बिरुवा रोप्ने दामी तरिकाले दामी देखिने तरिकाले होइन मुख होइन मैले भर्खरै त्यो भ्लग एडिट गरेर भ्याएँ त्यस्तै टाइम भइरहेको छ हिजोको भ्लग हेर्नुभएको छैन भने चाहिँ हेर्नु होला पछिल्लो समयमा ढोरपाटनको सुट अलिकति एक्सन सहित अनि सानो स्टोरी सहित बनाएको छौँ कस्तो लाग्यो अब यस्तै महिनामा एउटा भिडियो दिने ट्राई गर्नेवाला छु दामी नै छ अगाडि गएर हेर्नु होला सो कतिले मन पराउनु भयो कमेन्ट गर्नु होला राम्रो कमेन्ट गर्नु होला इन्स्पायर गर्नु होला अझै बबल भ्लग दिन पाऊँ अनि यहीँनिर सुन्तला फलेछ अब यो अहिलेको दसैँ तिहार त अगाडि आएर न त पहिलाको दसैँ तिहारमा त यो सुन्तलाहरू खानी भइसक्थ्यो मिठो भइसक्थ्यो गुलियो भइसक्थ्यो होइन अझ अलिक ढिलो हुन्छ सुन्तला टन्नै छ ढुट्टो सुन्तलाको भ्लग पनि अहिले पछि आउँछ सुन्तलालाई हामीले के गरिन्छ भनेर त्यो सबै भन्नेवाला छु अझै गाउँमा ढक्क लाएर अनि हाम्रो यहाँ भैँसी छ भैँसीजी के छ भैँसीजीको खबर भैँसीले दुध दिन्छ पाडा होइन सुतेर अल्छीले सुतेर यस्तो अल्छी पाडा अल्छी नै हो नि पाडा त त्यही हो क्लिन डे गरिन्छ घाम लगाइरहेछ जाडो गर्मी घाम टाप्ने अनि अलि पछि त घाम टाप्ने टक्कै यो बस्ने यहाँ बसेर सुन्तला खाने त्यस्तो चलन आउँछ त्यस्तो टाइममा चाहिँ 2 महिनामा अब यो जाडो महिना लाएर यो हरियाली सबै हराउँछ क्या यो 2 महिनामै बवाल गर्नुपर्ने हुन्छ है ल गाइस टक्क लाएर चाहिँ यहाँ हाम्रो डम्फे पार्सहरू सबै आइसके मलाई सहयोग गर्न आज हामी चाहिँ एउटा केही चिज प्रस्थान हान्न जाँदैछौँ जमिनलाई हिजो मैले लिएर आएको थिएँ नि माथि उहाँ नर्सरीबाट त्यो 2टा रुखहरू यताउता होइन त्यो चाहिँ अब टक्क लाएर यहाँ रोप्नु पऱ्यो बबाल बनाउनु पऱ्यो होइन दामी देखिन्छ त्यो रुख यहाँ भयो भने चाहिँ त्यही हो ल हेर्नु गन्जा पहिला 2टा यहाँनिर रोप्ने हो 2टालाई यहाँनिर रोप्दा राम्रो होला जस्तो लाग्छ यहाँ र यहाँ लग्दाखेरि सर्लक्कै डिस्टर्ब नि गर्दैन त्यसले यहाँनिर रोप्नु पर्ला ल गाइस केटाले यहाँ 2टा खाल्टो बनाइसक्यो एउटा यहाँ रोप्नु पर्ला दामी तरिकाले ल यहाँ जीवा नि हुनुहुन्छ कहाँ जान लाउनु भयो जीवा गाउँतिर घुम्न ठिक छ यहाँ रोप्नु पर्ला भनेको यहाँ यो ओहो को यस्तो कलम गनाएको थियो अघिदेखि आज खाइए छैन नि रौसी खाइए छैन आज छोडेको झ्याप्पै कपाल चाहिँ कपाल त खतरा हो कहाँ कपाल ल गाइस हामीले चाहिँ एउटा ठाउँमा यहाँ रोप्यौँ यहाँनिर खन्दैछौँ यहाँनिर खन्ने भनेको अलि मिलेन टक्क लाएर कलमङ्गल टाउका रोप्नु पर्ला जस्तो कमरेड कलमको टाउका रोपेर के होला कपाल देखाइदिउँ त गाइज भनेको साथीहरू के हो कलमलको दिमागमा हल्का चल्न पर्ला जस्तो छ हजुर ल ठिक छ ल गाइस एउटा चाहिँ यहाँनिर खन्न लाइम किन खन्न लाइम भनेपछि सर्लक्क हिमाल देखिन्छ बबाल तरिकाले हिम्मै तिमुरको रुख छ हिम्मै सुन्तलाको रुख छ हिम्मै खाल्टो छ अब यहाँबाट चाहिँ बबाल बनाउनु पर्छ ल गाइस यहाँ चाहिँ छोटोमा बेलाउटी ल्याउनु प्लान गरेँ त्यो गरेर यसलाई हार्नुपर्छ जाला त आसीमा आइदियो काट्न लाग्दैन त्यो घाँस खान्छ त्यो खान्छ घाँस यसले लाउनु काटिदिनु त कलम अङ्कल भएपछि मलाई के टेन्सन होइन कलम अङ्कल सबभन्दा प्यारो कलम अङ्कल हो नि त ठ्याक्कै मैले त फाल्ने होला भनेर केही सामग्री युटिलाइज गर्नु पऱ्यो नि गाइस सफा गरिसकेपछि च्याट्टे लाएर र गाइस टक्क लाएर चाहिँ हामी मेसो मिलाएर माथि सबै खनिसक्यौँ र यहाँ तल आएको छौँ यहाँ तल सुन्तलाको बिचमा यहाँ चाहिँ चारैतिरबाट घाम पर्छ
यहाँ चाहिँ अलिक धेरै टेन्सन पर्दैन। यहाँ चाहिँ मैले चेरी रोप्ने प्लान गरेको छु। लेट्स सी कस्तो हुन्छ यो चेरी चाहिँ। विचार पनि हुन्छ, राम्रो पनि होला नराम्रो पनि होला, तर सुन्तलाहरू सब फैलिसकेको अनि घामले असर पार्छ। सुन्तला मैले पहिला यहाँ धेरै नजिक लागेको छु क्या, त्यसले गर्दाखेरि अलिक कोही ठाउँ फल्ने कोही ठाउँ नफल्ने हल्का प्रब्लम पर्ला जस्तो ला। अनि लेट्स सी, यो चाहिँ पारिलो घाम पनि ठाउँ मेन भनेको। सो हेर्दै गर्नुहोस् ल है। सज्जनसँग यहाँ कति पावर रहेछ, ढाङढाङ ढुङढुङ ढलाइदिइसक्यो सबै। वाह यस्तो बलियो मान्छेहरू छ नि यार हाम्रो घर यार। ल गाइस, म गाउँमा चाहिँ पहिला सानोमा हुने बेला यहाँ 3टा रुख थियो। यहाँ एउटा दुईटा अनि अलि पर 3टा थियो, उकाएर मऱ्यो सबै। अनि यो चाहिँ अहिले यता मरिसकेको, यो धेरै पुरानो भइसक्यो। म सानो हुने बेला नि म खान्थेँ भनेपछि मैले थाहा पाउने बेला 30 वर्ष त भइसक्यो यो होइन। अब अझ 35 नि हुनसक्छ, कति नि हुनसक्छ है। ल यहाँ गाईजहरूले यहाँ हेर त ठुलो उडाएर यहाँ वाह को त्यो बनमुन्छे जस्तो त्यहाँभित्र को यसरी हल्लाउनु बनमुन्छे। सज्जनले त्यो फुल चाहिँ नमारे सज्जन, रोज फुल रहेछ त्यहाँ एउटा, त्यो सुरक्षाको लागि रोपिदिएको गाइज। टक्कै यहाँ हल्को हल्को पुरै चिटे करेलाको झाङ चाहिँ सबै फाँडेर एमएससी मिलाएर लाउनुपर्छ दामी तरिकाले। ल गाइज टक्क लाएर हामी चाहिँ सर होइन धान पाकेर पहिल्यै भयो हामी चाहिँ यसो फनक्क घुमेर आउनु पर्ला जस्तो अवस्था छ। दामी तरिकाले सानो बाटोमा हिँड्ने डरै डर हिँडेको छौँ। उताबाट हाम्रो जीवा आउनु भएको छ। कहाँ हिँड्नुभयो जीवा? तपाईँ अहिले यस्तो ह्यान्डसम हुनुहुन्छ, जवानीमा त साह्रै ह्यान्डसम हुनुहुन्थ्यो होला है। पातलो भयो क्या, कस्तो ह्यान्डसम भन्नु न, मान्छेको अनुहार ह्यान्डसम हुनु पऱ्यो क्या, ह्यान्डसमै हुनुहुन्थ्यो होला त्यो बेला नि। हाम्रो बाबा चाहिँ थियो कि हजुर जेठो? ए हजुर कति साल? 10 वर्ष। हजुर 10 वर्ष हुनु बेला बाबा जन्मिनु भयो। माथिको फुपू भन्दा त कान्छै हुनुहुँदैछ हजुर। हाम्रो फुपू क्या? हजुर कति सालको? म 14 सालको। ए 2 वर्ष जेठो हुनुहुन्छ हजुर। 3 वर्ष घटाइदिइहाल्छ ल। ल यसो डुलेर आउँछ ल है त गाइस। हामी चाहिँ सक्क लाएर निस्किनु लाग्यो। यो भाइब्स चाहिँ दसैँ तिहारमा पहिला यस्तो रमाइलो लाग्थ्यो। हामी केराटी थियौँ र केराटीको साथीहरू धेरै थियो र त्यसरी भाइब्स मिल्थ्यो होला। अहिले त यस्तो बुढेसकालमा केटाहरू छौँ हेर्नु त बाख्रा मेने 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 दर्शनजीमा के छ ब्या एउटै बाख्राले पाएको त धेरै 4टाको हो। एकैचोटि बिहा चन्डो ए हो र? गाउँतिर किराले खाइदियो भन्छ नि, त्यो किरा भनेको बाघ हो क्या, चितुवाले खाइदियो भन्नु खोजेको थियो। ल यो गरा चाहिँ यस्तो बवाल छ कि गाइस पुरै छोडिदिनु यार। सर्लक्कै खाला गरा भन्छ यसलाई। यहाँ अब धान काटी फुटबल खेल्छौँ हामी चाहिँ सानोमा। अब बुढेसकाल लाग्यो के फुटबल खेल्ने। खरायो घर फेरि त्यहाँ छ हेर्नु त कस्तो बवाल। हिमाल खोलियो भने त बवाल देखिन्थ्यो नि फेरि। ल ठिक छ। सर्लक्कै कहाँ गयो खरायो, धानमा जान्छु भन्थ्यो अरे काम गर्छ नि फेरि। खरायो नि उद्यमशील मान्छे हो नि त, देशमै केही गरौँ भन्ने टाइपको। आइज भनेको होइन दाइ काममा जानु छ अरे। काममा जाने मान्छेले रोक्नु भने ल ल जा बेलुकातिर आइज है भने हामी गफ त्यसलाई फेरि कहाँ बाटोमै भेटिन्छ। ल यहीँ कता अरे काम गर्नु लाग्छ। घर बसी बसी खान्न खरायोले काममा जान्छ, काम हान्छ, धान काट्छ, घाँस काट्छ, भैँसी पाले होइन। खरायो फेरि यहाँ गीत लाउँदै बस्यो चक्क लाएर। यहाँनिर धान त काटिसकेछन्। यो घर पनि एक्लै बवाल ठाउँमा छ नि। मे बाँसबुटा चाहिँ बाँसबुटाको छेउमा चाहिँ खासै उस नहुने। खरायो है खरायो लुक्छस् आमा खरायोले त पुरै धान एक्लै काट्छु भनेर गखान्थ्यो त हिजो त हो र। ल ठिक छ स्वाद अहिले हुलेकोस्। ल ठिक छ अहिले भ्याएर आइज है। उल्टे जमस्टिक हान्दिन आउँछ तँलाई ओए ओए तँलाई उल्टे जमस्टिक हान्न आउँछ? उल्टे जमस्टिक हान्न आउँछ यहाँ? ल एकचोटि जस्तो आउँछ त्यस्तो हान्दिएर ल हेर्नु गाइस। सानोमा हामीले नि यसरी नै हान्थ्यौँ क्या, यसरी नै। अब खराएको सानो छ नि त। ठोक्यो ठोक्यो ओ माई गड पुरै 3 बल्डेङ हान्ला जस्तो भनेर दौडेर आएर जोसेर आएर यहाँ बसियो त यार। ल ठिक छ ल हामी चाहिँ यस्तै यहाँ हाम्रो जङ्गल हेर्न आएको अवस्था छ। के छ आमामा हाम्रो श्रीकृष्ण श्रेष्ठ कत्रो बर उस भनेको त सुन्तला भनेको त फर्सी पो रहेछ माट टोक्ने फुल फुले यहाँ तौवा हाल्ने भनेर हेर्नु त यस्तो। यहाँ तौवा मुनि चाहिँ हामीले पहिला सानो पिङ बनाएर पिङ खेल्थ्यौँ। सक्यो साउन्ड सुन्नु त गाइस। केरा बुटा ढले तिमी काम गर्न आएन रे यहाँ
घुम्न आएको ल आउट नि आऊ ल जङ्गलै जङ्गल ए यस्तो यो चाहिँ हाम्रो जङ्गल हो क्या गाइस यो चाहिँ आफ्नो आफ्नो जग्गा कहाँ कहाँ छ भनेर हेर्नु पऱ्यो नि होइन बजारमा पो छैन गाउँमा त छ नि यार हल्का गाउँले धनी यति जग्गा काठमाडौँमा हुन्थ्यो भनेपछि त आमा मैले पैसा राख्ने ठाउँै पाउँथेन होला है गाइस यही हो अमृतसर छ है कुन चाहिँ अमृतसर त्यहाँबाट यति सर्लक्कै यो कति रोपनी हो यो होला 2 रोपनी जस्तो अनि यहाँबाट तल नि कता आयो फेरि यो सबै हाम्रो हो भनेपछि यो नि काटेर सुन्तला रोपिदिन्थ्यो नि सबै यार मलाई थाहा थिएन क्या यो छ भनेर यहाँ नि रहेछ त्यो यार माडक ल यहाँ गाडीबाट पुरै यहाँ फुटबल खेल्ने घाँस खेल्ने डाँडा पऱ्यो यो पारीको त बिमा भइहाल्यो गाइस अब यो बाटो तल पनि छ जङ्गल छ भने अब यो जङ्गल टक्क फारेर यहाँ बवाल बनाउनु पर्छ भन्छु पहिला हामीले यो बाटो नहुँदा यहाँबाट बाइक बोकेर लगियो नि यार डेन्जर रमाइलो गरेको थियो त्यति बेला चाहिँ सो राइट गाइज सो अब चाहिँ गाउँमा सबै काम भ्याइयो अहिले चाहिँ पोखराको लागि फर्किन आँटेको छौँ रात पनि परिसकेको टक्क लाएर पर्सानले गाडी चलाउँदैछ दामी तरिकाले र पोखरा काम परिहाल्यो फर्किहाल्नु पऱ्यो यो पिच बाटो भएर चाहिँ फाइदा यति भयो चाहिँ दिसभरि काम गाउँमा गरेर बेलुका पोखरा फर्किन नि मिल्ने अवस्था भएको अवस्था छ सो सुरक्षाहरू पनि उता एबिसीको लागि ट्रेक गएको छन् अब म यता मेसा मिलाउँदैछु यो टाकटुक कामको भ्याएर चाहिँ अनि फेरि अब के हुन्छ सो तपाईँलाई हुन्छ अब तिहार पनि आउँदैछ सबैलाई दिपावलीको दिपावली ह्याप्पी दिपावली सबै आफन्तलाई भेट्नुहोस् रमाइलो गर्नुहोस् मिठो मिठो खानुहोस् वर्षभरिको दुःखहरू एकैचोटि पोख्नुहोस् होइन भैलो खेल्नुहोस् सो त्यही हो अब बाटोमा बिस्तारै बिस्तारै हेर्दै गरौँ ल सो गाइज हेर्न सक्नुहुन्छ यहाँ बाटोनिर ट्रकै खसेछ महाकाडक त्यसरी गरेर हेर्दा आइदिनु त धन्न केही भएन छ यार त्यहीँ माथि अड्केछ ओइ त मेरो पनि खुट्टा ढुङ्गा गुल्टिन्छ माथि ढुङ्गा गुल्टिने ठाउँ छ यस्तो सो टक्क लाएर ल हेर्ने यहाँनिर माथिबाट ढुङ्गा गुल्टिन्छ फेरि यहाँ धेरै बेर बस्नुहुन्न हावा चल्यो भने हेर्नु त्यो बाटो साङ्लो गएर यहाँनिर धन्न ठुलो कालले अड्केको अवस्था छ गाइस हेर्नु यस्तो गरेर पल्टेखा त अनि ओमा गड म हरि डर लाग्थ्यो क्या पहिला देखाउने आउने बेला यहाँ साङ्लो चाहिँ अब यो टक्क परा फोर्यो भने फेरि हुन्छ यो पराएर फोर्नै पर्ने रहेछ ठुलो बनाउनको लागि होला तल तल डर लाउने गर्दो रहेछ यार लास्टै डर लाउने यार कुन चाहिँ हो ड्राइभरको सातो होला यार पछाडि पाङ्रा अगाडि कट्यो पछिको पाङ्रा खसेर हो कि सिमेन्ट बोकेर आएको रहेछ लोड भएर अनि त्यहाँ सानो रहन त घुम्थी त्यसले कटिङमा मिलेन कि त्यो अरू पहिला त छिरिरहेको थियो होला नि गाडी होइन पहिला पनि छिरिरहेको थियो अहिले चाहिँ अलिक दशा लागेको छ बिचरा एक लोड भयो पछि पाङ्रा फासेपछि तान्ने हो कि तल रेलो भएर बच्यो नत्र खोला पुग्ने तर झड्याम्मै बजार दिन भयो भने चाहिँ हुन्थ्यो झड्याम्मै बजार दिने ठाउँ चाहिँ नरहेछ त्यही हो ठिक कुरो चाहिँ ठिक छ अरू गाडी फेरि यहाँ बस्यो त्यो सिमेन्टी झारेर लैजाने होला तातपानी आइपुग्यौँ गाइज बिस्तारै ल गाइज तातपानी आइसकेपछि डाइरेक्ट म पोखरा आइपुगेँ रातिको बेला त्यति केही इन्ट्रेस्टिङ केही भेटिएन र भिडियोलाई एन्डिङ गरौँ भनेर बसेको छु सो त्यही हो गाइज अनि अर्को कुरा भनेको चाहिँ विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ भने चाहिँ डाउनलोड ट्याप एप र मेरो कोड BIBIDJUN युज गर्नुभयो भने चाहिँ तपाईँले फर्स्ट ट्रान्जेक्सनमा विदेशबाट पैसा पठाउने बेला चाहिँ $15 एक्स्ट्रा बोनस पाउन सक्नुहुन्छ र विदेशबाट पठाएको पैसा विदिन 1 मिनटमा नेपालको ब्याङ्क अकाउन्टमा आइपुग्नेवाला छ नेपालमा चाहिँ कस्तो गर्न सक्नुहुन्छ भनेपछि स्पेसल्ली आफ्नो एउटा अकाउन्टमा चाहिँ सेभिङ अकाउन्ट खोलेर चाहिँ एउटा नेपालको ब्याङ्क अकाउन्ट खोलेर त्यो अकाउन्टहरू लगाएर विदेशबाट हुनुहुन्छ कमाएको पैसा अलिअलि सेभिङ गरौँ नेपाल गएको बेला घुमौँ होइन त्यस्तो टाइपको हुन्छ नि त्यस्तो बेला चाहिँ टुच्च $50 टुच्च $100 होइन आफन्तको अकाउन्ट नम्बर हानेर नि एक मिनटमा हजुरले अम्लाले थिचेको 1 मिनटमा चाहिँ तपाईँले पैसा पठाउन सक्नुहुन्छ र ट्याप एपबाट चाहिँ तपाईँले चाहिँ आउनुभयो भने अहिलेसम्म अरू एपले अहिले प्रमोसनको टाइम चलेर अरू एपले भन्दा चाहिँ एकदम बेस्ट रेट दिइरहेको छ होइन अरू के एप छ होइन ट्याप एप डाउनलोड गर्नुहोस् डिस्क्रिप्सनमा चेक गर्नुहोस् अरू भन्दा पनि होइन त्यो सबै देखाउँछ होइन सो त्यही नै हो अनि लास्टमा चाहिँ अब धेरै ढिलो भइसक्यो अब सुत्ने बेला पनि भइसक्यो एडिट पनि गर्दैछु र सबैजनालाई ह्याप्पी दिपावली र ढोरपाटनको अगाडिको एउटा दामी भिडियो हेर्नुभएको छैन भने गएर हेर्न भन्न चाहन्छु र सबैलाई लभ यु अल बाई बाई